हाम्रो टनेलामा त अझै मकै छ त हौ पुसमा नि मकै हुँदो रहेछ यारी यो भित्र गदरी छ है ल पुसमा पनि मकै क्या अरे यो त खाइसकेछ नि त मिठो केलाई ढुटो चाहिँ सुँगुरलाई नि सुँगुरलाई मास्नु पारेको दोस्रे बुझ्रे अनि अलिक गजब ल्यासो हानिदिन्छु नि यो चाहिँ केलाई जाँड पकाउनलाई हाँ त्यो जाँड पकाउनलाई ए छ्याङ पकाउनलाई हो ढुटो होइन ठट्ला ठोटला यत्रो मसिनो अनि त्यो ठुलो जालीमा त्यस्तो पार्ने रहेछ क्या त्यही हिजो ल्याएको मैले खाएँ त्यसले पनि हेर्नु न अब त्यो ढाल्ने बेला भएन भयो पनि त्यहाँ चाहिँ ढाल्न भनेको चरा बसेर लड्यो नल काट्दैछ बिहान यति खानलाई दुःख गरे अब त भयो पो ल खाऊ एकताको चिकन यस्तो छ कुनको के हो साँच्चै यसको कान त छैन अब त त्यहाँ अब कुचो कि के त्यो कुचो चाहिएको कि के चाहिएको अब यसलाई त्यो अझै छ भने होला नि त्यहाँ ल छैन अयो नबिच्च भयो नाक कोट्टाउँदै कोट्टाउँदै छ्या यहाँ न घाउ भएर कस्तो भएको छ मान्छेलाई अझ यो 8,000 रुपियाँको यत्रो लगाएर 8,000 पर्छ के लाग्छ र खोइ गाह्रो छ सुँगुरको मासु खान नि अब त के बनाएको मुख सबै लोकल साग आँगाको भात अनि कालो दाल लोकल दाल है सबै हुरहुर पिउनु पर्छ रे दाल त बाबाजी कहाँ जानु भएको
यी तिनटाको लागि गोठ बन्दैछ ल यत्रो ठुलो गोठ रेडी भयो